हेलो गाइस, आज चाहिँ म मटनको रेसिपी बनाउन गइरहेको छु। मटनलाई आज कुकरमा लगाएर चाहिँ मस्त सुक्खा ओभानो पारेर पकाउनु पर्यो भनेर चाहिँ मेथी चट्ट पड्काइदियो अरे ज्यामसँगले। यसलाई खसीको मासु लगायो मस्तसँगले चलाउन थालेँ म। यसको पानी नउबिन्जेलसम्म यसलाई मैले चलाएर चट्टसँगले मस्त सबैतिर चलाएँ। त्यसपछि छोपिदिइसकेपछि यसलाई फेरि मस्त पानी नउबिन्जेलसम्म मस्त चलाएर बेसार लगाएर सट्टसँगले फेरि छोपिदिइसकेपछि सट्टसँगले यस्तो गरेर पानी सुकिसकेपछि प्याज काट्यो मस्तसँगले प्याज नुन लगाइवरी फेरि चलाइवरी छोपिदिएर एकैछिन फेरि त्यसपछि सुकेपछि अदुवा लसुन लगाइवरी हल्का पानी पनि लगाएर हल्कासँगले चलाउन थालेँ। चलाइसकेपछि फेरि मस्त उसको बास्नाले मलाई मताए जस्तो भयो। त्यसपछि जिरा धनियाँ मसला लगाएर फेरि 2 पिस लसुन लगाइवरी मस्त चलाएर पानी छम्किँदै पकाएँ। त्यसपछि छोपिदिएपछि मरमसला लगाएर मस्तसँगले चलाएर च्यापसँगले पारेर चाहिँ टक्कसँगले पकाउन थालेँ। पकाउँदै जाँदाखेरि एकछिन छोपिसकेपछि हल्का सुकेपछि फेरि थोरै खोर्सानी लगाइदियो अरे फेरि मस्त चलाएँ। चलाउँदै जाँदाखेरि बास्नाले नि मताउला जस्तो गऱ्यो। त्यसको लागि मैले चाहिँ टक्क ल्वाङ र सुकमेलको 1-2-3 टुक्रा लगाइदियो अरे मस्त फेरि चलाएँ। 7 गाउँ बास्ना पुग्ने गरी मस्त पानी छम्किँदै पकाइसकेपछि मैले सब रेडी भइसकेपछि 3 सिटी जति सानो ग्यास पारेर लगाएँ। त्यसपछि टक्क रेडी भयो साथीहरू। तपाईहरु पनि यसरी नै बनाएर खानुहोला। साथै राइमाइलाको किचनलाई सब्स्क्राइब गरिदिनु होला। हजुरहरु पनि यस्तो मिठास तरिकाले बनाएर खानुहोस्। हस्त धन्यवाद।